सबै बाहिर चाहिँ यहाँको मान्छेहरू कोही पनि रहेन यहाँ त पुरै बाटामा तिरपाल टाँगेर बस्यो अनि सामानहरू त्यही बाटैमा राखियो पछि खैरेनतिर लाने भन्ने सबैले खैरेनतिर लयो अझै पनि घरमा राख्नु भएको छ नै छैन अझै पनि मनमा डर छ भदौसम्म अब के हुने कसो हुने भन्ने हो फेरि बाढी आउने अरे भन्ने रहेछ हल्लाले फेरि कहिलेकाहीँ पानी पर्यो भने मन आतिन्छ त्यस्तै हताश भयो। गत श्रावण 11 र 12 गते बडीघाट खोलामा आएको बाढीले दिएको व्यथा सुनाउँदैछन् गुल्मी जोहाङ उर्ली खोलाकी कौशिला कार्की। सम्भवतः बडीघाट खोलाको इतिहासमै आएको ठूलो बाढीले बागलुङका विभिन्न ठाउँ लगायत गुल्मी खोला लाइनका बासिन्दालाई त्रासमा डुबाइदियो। कतै नाम चलेका बजार नै विस्थापित हुने अवस्थामा पुगे, धेरै घर भत्किए र हजारौं मुरी खेतीयोग्य जमिन बगरमा परिणत भयो। बागलुङ र गुल्मीका खोला किनारका धेरै घर गोठ पशु चौपाया र वन जंगलमा ठूलो मात्रामा क्षति भयो। धेरै पुलहरू भत्किए, कैयौं जलविद्युत आयोजनामा क्षति पुग्यो र स्कुल तथा अन्य संरचनामा पनि ठूलो मात्रामा क्षति भयो। जिल्ला विपद व्यवस्थापन समिति तथा जीविस गुल्मीका प्रशासकीय अधिकृत भक्तिराम मरासिनी 203वटा घरहरू कोल्याप्स भइरहेछन् र अन्य कृषियोग्य जमिनको कुरो गर्दा जुन बडीघाट बेल्ट भन्छ हामीले गुल्मी क्षेत्रमा 1 र 2 प्रभावित क्षेत्र, त्यसमा चाहिँ लगभग 5 करोडभन्दा माथि कृषियोग्य जमिनको कटान भएको छ। 5 करोडभन्दा माथिको खेतीयोग्य जमिन चाहिँ क्षति भएको छ र हामीहरूले जुन अविरल वर्षाको कारणबाट जुन एरियामा चाहिँ बढी क्षति भयो, मानवीय उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय र समग्रमा जिल्ला विपद व्यवस्थापन समिति राहत र उद्धारको लागि खटियो। जस्तै उदाहरणको लागि हामी चोरकाटे, उल्ली खोला जस्ता प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र चाहिँ नेपाल आर्मीको संयुक्त टोलीले अस्थायी आवास निर्माण गर्ने काम गर्यो। बडीघाट खोलाको खोला लाइन नै, खोला बेल्ट नै एउटा जोखिममा मानिएको छ। धेरै जग्गा जमिनहरू कटान भएको छ, बाटो खोलो बगिरहेको छ। अबको उद्धार चाहिँ अनि तटबन्धको लागि के गर्छ जिल्लाले? यसमा गुल्मी जिल्लामा क्रियाशील विकास अड्डाहरू जुन चाहिँ विकास निर्माणका कामहरू गर्छन्, ती अड्डाहरूको संयुक्त समन्वयमा जुन जमिन बाढीको कारणबाट काटिएको छ त्यसलाई चाहिँ तटबन्ध गर्नको लागि केही झोलङ्गे पुलहरू जोखिममा छन्, ती जोखिममा भएका झोलङ्गे पुलहरूलाई चाहिँ मर्मत गर्नको लागि तथा अन्य कार्यहरू गर्नको लागि हामी सामूहिक रूपमा चाहिँ प्रयत्न गरिरहेका छौँ। गुल्मीका चोरकाटे र उर्ली खोलामा पनि धेरै मात्रामा क्षति पुगेको छ। दर्जनौं घरहरू भत्किए, सयौं मानिसहरू घरबार विहीन भए, कसैका पशु चौपाया मरे र धेरै मात्रामा धनको क्षति भए पनि मानवीय क्षतिको खबर भने सुन्नु परेन। 12 बजेबाट जो पानी आउन थाल्यो, खोला बढो, त्यो हामी राति लगभग 2 बजे जागियो। बजारका त सबैले मेसो आफ्नो थोरै धेरै सामान उठाइसकेको रहेछन्। हामीहरूलाई त्यो भसक्कै निद त्यस दिन त्यस्तो पर्न गएको कि एक्कासी उठेर बाहिर निस्कन्छु भन्दा त यहाँ यति पानी आयो, साप्रा। त्यहाँ बाख्राहरू थिए, 4वटा बाख्रा त्यहाँ मरे। त्यहाँबाट यत्न हाम्रो उठ्यो क्या ढोका, यसबाट बाहिर निस्कँदा बित्तिकै पानीमा डुबियो। हामी यति बेला रुद्रावती उच्च माध्यमिक विद्यालय जोहाङ एक चोरकाटे गुल्मीमा छौँ र यहाँको अवस्था चाहिँ जहाँ कम्पाउन्ड वाल हो त्यो भत्किएको छ स्कुलको, र यहाँ जताततै बालुवा नै छ। जस्तो कि खोलाको बगर भन्दा पनि फरक पर्दैन। यो स्कुलको कक्षा कोठा हो जहाँ हामी देख्न सक्छौँ झन्डै 1 फुटभन्दा गहिरो लेदोले कोठा पुरै भरिएको छ र यताको साइडको भित्ता पनि भत्किएको छ र यहाँ पठन पाठन गर्न अनि विद्यार्थीहरू राख्ने एकदमै जोखिमपूर्ण देखिन्छ। र यो बर्खाको बेला भनौँ र जो आएको बाढीले चाहिँ यहाँ पुरै लेदो माटो हिलो ल्याएर जम्मा गरेको छ र यहाँ कुनै खेत भन्दा पनि अझ धेरै गहिराईमा माटो जमेको छ। बडीघाट खोलाले दिशा परिवर्तन गरेपछि कुनै बेला गुल्मी खोला लाइनको मुटु मानिने उर्ली खोला बजारको अस्तित्व नै सङ्कटमा परेको छ।
धेरैले घर छोडेर अन्यत्र बसाइ सरिसकेका छन्। जसको अन्यत्र जाने ठाउँ छैन उनीहरू आफन्तीको घरमा बस्छन् र जो 2-4 परिवार यहाँ बस्छन् तिनीहरू पनि सबै सामान माथि गाउँतिर सारिसकेका छन्। यति बेला सुनसान छ उर्ली खोला बजार। के छ भन्नुहुन्छ भने अब माथि आकाशमा बादल लाग्यो भने त्यहाँका मान्छे बस्ने चाहिँ सम्भावना एकदम कम हुन्छ। राति उठेर माथि त्यही धेरै घरहरूमा ताला लगाएर आएर चाहिँ धेरै पसलहरू पनि बन्द भइसकेका छन्। हजुर यहाँ एउटा अब तपाईँको अहिले अलिकति राम्रोसँग यो वर्ष केही तटबन्धनहरूको कुराहरू भएन भने यहाँको बसाइ भने यो बजारै विस्थापित हुने चाहिँ एकदम सम्भावना बढी छ। तटबन्धको लागि पनि धेरै ठुलो प्रोजेक्ट नै आवश्यक देखिन्छ। डरे खोलाले गर्दाखेरि पनि यति गाह्रो भइरहेको छ। डरे खोलाले गर्दाखेरि अबको विकल्प के छ त, के जस्तो लाग्छ? विकल्प त अब के भन्नुहुन्छ भने जबसम्म अब यहाँ अलिकति राम्रोसँग वृहत रूपमा चाहिँ तटबन्धन सरकारबाट भयो भने चाहिँ यहाँको त्यो विकल्प हुन्छ, यसलाई संरक्षण गर्न सकियो भने, नै भने अब यो विस्थापित गरेर हराएरै जाने। त्यस्तै गुल्मी र बागलुङको लाइफलाइन मानिने रुद्रवेणी वामी टक्सार बुर्तिबाङ सडकलाई पनि बाढीले धेरै असर गरेको छ। उर्ली खोला नजिकै जहाँ पहिला ग्राभेल गरेको सडक थियो त्यहाँ करिब 700 मिटर सडकको नामो निशान नै छैन, जहाँबाट अहिले नदी बगिरहेको छ। तीज दशैं नजिकै गर्दा 100औं ठाउँमा गएको पहिरोले यो क्षेत्रका बासिन्दालाई शास्ति परेको छ। पौडेल डिजिटल स्टुडियोको अनलाइन सेवाको लागि रविलाल पौडेलको रिपोर्ट।